वेल यो चाहिँ लङ टर्म इन्भेस्टमेन्ट गाइडको लागि हो, एटलिस्ट 5 to 15 इयर्स। यसमा चाहिँ मैले 5 देखि 15 वर्षको लागि यो स्टकहरू चुज गर्नेवाला छु, जसमा चाहिँ सेक्टरहरू ब्याङ्किङ, हाइड्रो पावर, इन्सुरेन्सहरू पर्नेवाला छ। र यो चाहिँ मेरो कुनै पनि फाइनेन्सियल एडभाइस होइन, इट्स जस्ट फर एजुकेसनल पर्पोज, इट्स नट अ फाइनेन्सियल एडभाइस, एजुकेसनल कन्टेन्ट मात्रै हो। यसको लागि चाहिँ तपाईँले सोच विचार गरेर इन्भेस्ट गर्नु होला। यो कुनै पनि यो फाइनेन्सियल एडभाइस होइन, यो चाहिँ मेरो रिकमेन्डेसन, लाइक मेरो थट मात्रै हो। वेल, हामी आइसकेछौँ वाइ टु इन्भेस्ट नाउ। अब अहिलेको इन्भेस्ट हेर्दाखेरि चाहिँ नेपालले चाहिँ 30-100 अराउन्ड चाहिँ नेप्से इन्डेक्स मिट गरेको थियो, र अहिले चाहिँ 2757मा छ, जुन चाहिँ अलिकति डाउन छ त्योभन्दा। अनि जिडिपी ग्रोथ 3.99% ल्याउँदैछ, रेपो 4.25%, इन्फ्लेसन 3.25%, विच सोज इट्स गुड बिकज इन्फ्लेसन इज लोवर देन जिडिपी ग्रोथ। नेप्से ग्रो 38% फ्रम 2024 to 2026। फिक्स डिपोजिट रेट चाहिँ अहिलेसम्म 5.18% अराउन्डमै छ भने नेप्सेले चाहिँ 38% अप गइसकेको छ। तर यस चाहिँ सबै होइन, यसमा चाहिँ क्वालिटी स्टकहरू मात्रै हो होइन। लङ टर्म रिटर्न यसमा चाहिँ हामीले चुज गर्नेवाला छौँ। फर्स्टमा टार्गेटहरू हाइड्रो पावरहरू, एनआरबी हाइड्रो पावर चाहिँ इन्डिया पावर एक्सपोर्ट डिलरले हेर्ने गरेको छौँ, र नेपाल टार्गेटिङ 1.1 गिगाहर्ज यो हेर्न सक्नुहुन्छ। सो फर्स्ट स्टक रहेको छ नाभेल ब्याङ्क, जुन चाहिँ ए रेटेड छ, नेपाल्स गोल्ड स्ट्यान्डर्ड ब्याङ्क, लोवर एनपिएल रेसियो इन द सेक्टर, कन्सिस्टेन्ट डिभिडेन्ड पेयर, दिस द ओन्ली कमर्सियल ब्याङ्क विथ ए क्वालिटी स्कोर। हेर्न सक्नुहुन्छ 510 रुपियाँमा छ, आजको रेट 539 रुपियाँमा छ। अनि अर्को भनेको इभिएल ए प्लस ग्रोथ, जुन चाहिँ ग्रोथ रेट एकदमै राम्रो छ। यसको चाहिँ 600 एकुमुलेसन बिलो 680, तर यसको रेट चाहिँ 714 अराउन्डमा छ। अनि एनआइसी एसिया थर्ड ब्याङ्क, जुन मैले सजेस्ट गर्दैछु, यसको चाहिँ 398 रुपिज छ, तर यसको एकुमुलेसन रेट चाहिँ बिलो 375 सजेस्ट गर्छु। अनि चाहिँ नेक्स्टमा छ हाम्रो हाइड्रो पावर। ब्याङ्किङ सेक्टरबाट अब हामी हाइड्रो पावर सेक्टरमा मुभ हुँदैछौँ। सो यसमा चाहिँ एचआइडिसिएल, गभर्मेन्ट ब्याक इन्भेस्टमेन्ट, अनि होल्ड सिक्युरिटी 11+ हाइड्रो प्रोजेक्ट्स होइन, इटिएफ, हाइड्रो पावरको इटिएफहरूमा चाहिँ इन्भेस्ट छ। सो इटिएफको बारेमा छैन, थाहा हजुरहरूलाई त्यति नलेज छैन भने चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला, म हजुरहरूलाई एक्सप्लेन गर्ने नै छु। अर्को रिदी, जुन चाहिँ 357 रुपियाँमा चाहिँ भइरहेछ, अपरेसनल प्लस पिपिए सेक्योर्ड छ। अनि एपिआई, एनएचपिसी, नेपाल हाइड्रो पावर प्रोजेक्ट कम्पनी, नेपाल हाइड्रो पावर कम्पनी, यो चाहिँ 5 देखि 10 वर्ष होल्ड गर्नुपर्छ, रिस्क मिडियम छ। अनि अर्को भनेको यसमा किन्ने स्ट्राटेजी भनेको चाहिँ डिप बाई अन डिप्स, नट पिक्स, टपमा किन्ने होइन, अलिकति डाउन भएको बेलामा किन्नुहोस्। अनि त्यसपछि युज मन्थली सिपी स्ट्राटेजी, महिनामा बिस्तारै बिस्तारै 5000 20 देखि 20,000 रुपियाँको महिना पछि इन्भेस्ट गर्दै गर्नु, इमोसनल नभइकन डिसिजन लिनुहोस्। अनि ट्याक्स एडभान्टेज होल्ड 365+, तपाईँले चाहिँ नेपाल क्यापिटल गेन ट्याक्स 5% फर सेयर हेल्ड ओभर 1 इयर भर्सेस 7.5% होल्ड सर्ट टर्म। तपाईँले सर्ट टर्म ट्रेडिङको रूपमा गर्नुहुन्छ भने चाहिँ 7.5% ट्याक्स दिनुपर्ने हुन्छ भने 12 महिनाभन्दा बढी अलवेज प्लान होल्ड एटलिस्ट। त्यही भएर म चाहिँ लङ टर्मको लागि होल्ड गर्ने मात्रै सोध्छु। डिभिडेन्ड इन्कम, check these metrics before buying. NPL ratio, which should be lower than healthier bank. Lower NPL ratio, which is lower, is equals to healthier bank. EPS or earning per share. P ratio versus sector average. Dividend history. Capital adequacy ratio must be above 11%. यसमा चाहिँ मेरो लगानीहरू जस्तो साइटहरू युज गर्न सक्नुहुन्छ। वेल, अर्को भनेको वाच नेप्से फर इन्ट्री सिग्नल्स, strong buy signals, stock gains on day when NEFC index falls. This diversify, always diversify the stock, त्यसरी मुभ गरिराख्नु राम्रो हुन्छ। अब मनसुन, बिफोर मनसुन बाई हाइड्रो, त्योभन्दा पछि गर्नु। एभोइड रुमर ड्रिभन स्मल क्याप्स। सजेस्टेड पोर्टफोलियो एलोकेसन, ब्याङ्किङ 40 to 50%, हाइड्रो पावर 20 to 25%, अनि इन्सुरेन्स 10 to 15%, एनएलआइसीहरू जस्तो इन्सुरेन्स, लाइफ इन्सुरेन्स, नन लाइफ इन्सुरेन्स, लो भोलाटिलिटी, स्टेडी डिभिडेन्ड, यस्तो कुराहरूमा चाहिँ चुज गर्नुपर्ने हुन्छ। होटेल्स, माइक्रो फाइनेन्स, म्यानुफ्याक्चर जस्तोमा चाहिँ 10 to 15% इन्भेस्ट गर्न सक्नुहुन्छ। यो चाहिँ मेरो पर्सनल सजेस्टेड पोर्टफोलियो एलोकेसन हो।
So quick reference recommended picks: Nabil EBL, NIC Asia, SIDCL, RIDI. Risk to know before you invest: political instability, NPL rising in banking, liquidity trap, hydro construction risk, current risk for NRPS, overvaluation risk. So this presentation is only for educational purpose. It is not a financial advice. Always consult a licensed financial advisor before investing. Past performance doesn't guarantee future returns. अहिलेसम्म बोनस दिएको छ भन्दा पनि फ्युचरमा पनि त्यही दिन्छ भन्ने छैन. जुन रिटर्न भइरहेको छ त्यही रिटर्न दिन्छ भन्ने छैन. So it's past performance doesn't guarantee future returns. All prices from March 2026. यो चाहिँ March 2026 को अफिसियल डाटाबाट लिएको. सो स्टार्ट योर इन नेपाल इन्भेस्टमेन्ट जर्नी. सो यसमा चाहिँ डिम्याट एकाउन्ट खोल्ने यो कुराहरू त मैले पहिले नै गरिसकेको छु. अब फेरि पनि तपाईँहरू स्टक मार्केटमा नयाँ हुनुहुन्छ भने कसरी चुज गर्ने म हजुरलाई सिकाउने नै छु. कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला. यसको लागि सिपी स्ट्राटेजी एन्ड एभरेजिङ टेक्निकहरू यो म सिकाउने नै छु. सो मोस्टली चाहिँ मैले क्रिप्टो यस्तो रिलेटेड भिडियोहरू बनाउँछु. सो आज चाहिँ मैले नेप्सेकमा बढी आजकल ट्रान्जेक्सनहरू देखिनु भएको कारणले मैले चाहिँ लङ टर्म गोलको लागि एउटा सर्ट क्विक भिडियो बनाइदिउँ भनेर. थ्याङ्क यू सो मच फर वाचिङ. ह्याभ अ ग्रेट डे.